आजको दिनभरि अब सुतेर बेडमै बिचायो पढ्यो पनि अब त्यसपछि रेस्ट टाइम गऱ्यो खाजा खायो अब चाहिँ यसो फाइन अब चाहिँ अब यसो नारायणतिर यसो घुमघाम गर्नु पऱ्यो एकछिन माइन्ड फ्रेस गर्नु पऱ्यो हामी चाहिँ नारायणतर्फ लाग्यौँ है अब चाहिँ हामी चाहिँ फाइनली रुमबाट निस्केर जान थालेको जाउँ न हामी चाहिँ गल्ली हिँड्दै नारायणीतर्फ लागौँ रोडबाट अलिक टाढा हुन्छ त्यही भएर यसो घुम्दै यतातिर फ्रेस पनि हुन्छ माइन्ड अनि रोडबाट त कति एउटा ठाउँबाट हिँड्ने हो र भन्दा यहाँ चाहिँ हाम्रो लगभग पुलको निर्माण बन्दै गरिरहेको छ नारायणीको दृश्य चाहिँ यस्तो बवाल थियो नि बवाल माथि हेर्न मन लागिरहेको थियो बवाल थियो वरिपरि पनि बवाल त्यहाँ नाउ चाहिँ टुङ्गा चाहिँ कस्तो गुडिया थियो यार बवाल थियो रेस्टुरेन्टहरू पनि खतरा राखेको छ अरे साइडमा बवाल छ कि एकचोटि भिजिट चाहिँ गर्नु पर्दैन बवाल छ यहाँ यो सबै कुरा छ म्यानेजमेन्ट पनि छ यहाँ होइन सरसफाइ पनि छ क्लिनिङ पनि छ बेस्ट छ कि बेस्ट यहाँ चाहिँ पूजा गर्ने ठाउँ हो ऊ त्यो बक्सामा चाहिँ हाम्रो पूजा गर्नको लागि सामानहरू राखिरहेको हुन्छ यहाँ चाहिँ फेरि दर्रो मार्केटिङ चलिरहेको थियो हामी फेरि अगाडितर्फ लाग्यौँ कि ढुङ्गामा यसो बस्न जाउँ भनेर स्वाट्ट दौडिँदै यसो भ्यू हेरौँ न आम्मै खतरा भ्यू आउँछ यार आफू पनि त्यहाँ नबसेँ एकछिन रिल्याक्स गरेँ माइन्ड फ्रेस गरेँ होइन बवाल भ्यू आउँछ तर त्यहाँबाट त्यसपछि फेरि लागेँ पूजातर्फ यसो पूजाको घन्टी बजिहालेको थियो अलिअलि साउन्ड आइरहेको थियो आएर आराम बसौँ न त अब मन शान्ति गरौँ भगवान्लाई हेरियो जय भोले बाबा कि पूजाको तयारी चाहिँ एकदम धुमधामले भइरहेको थियो यहाँ चाहिँ लगभग म गएको दिन चाहिँ सधैँ दिन भइरहेको थियो त्यो चाहिँ मलाई थाहा भएन यहाँ डेली हुन्छ कि के हो होइन बट म गएको दिन चाहिँ डेली भइरहेको हुन्छ म गइरहेको छु नि त डेली भइरहेको छ कि पूजा चाहिँ बबालले भएको थियो यहाँ चाहिँ शङ्खको आवाज चाहिँ हामीले सुन्नुपर्छ एकदमै राम्रो एकदमै बेस्ट छ होइन आफूले सबले ध्यान दिएर शङ्खको आवाजमा चाहिँ नउलिकै सुन्ने है कस्तो खतरा थियो शङ्ख जय हो नारायणी माता एकदमै राम्रो थियो यहाँको आजको भ्यू चाहिँ यस्तो बवाल थियो दामी थियो र अब हामी चाहिँ अगाडि बढौँ आरतीतर्फ आरती पनि एकदमै राम्रो भएको थियो त्यहाँ अब यहाँ चाहिँ हामीले दियो बाल्न चाहिँ अब म चाहिँ दियो बाल्न गएँ है एकदमै गुड फिल आउँछ कि त्यहाँ एकदमै राम्रो फिल हुन्छ आरती बाल्दाखेरि एकदमै बेस्ट मुमेन्ट हो कि आरती भनेको एकदमै दामी मलाई चाहिँ एकदमै खुसी लाग्छ त्यो आरती बाल्दाखेरि चाहिँ होइन आफूलाई अलिकति पोजिटिभ माइन्डसेट हुन्छ होइन धेरै राम्रो कि मैले चाहिँ यो आरतीको भिडियो चाहिँ मैले सर्ट भिडियो अपलोड गरिदिइसकेको छु छुट्टै त्यो भिडियो चाहिँ हेर्नु होला एकदमै गुड छ आजको ब्लग चाहिँ लास्टै लङ भयो जस्तो छ है मलाई लागिरहेको छैन त्यसैले म आज यहीँ न ब्लग चाहिँ सकाइरहेको छु है अब जस्ट फेरि म गल्ली गइरहेको छु है अब चाहिँ गल्ली गइरहेको छु
कहाँबाट कतिखेर कुन ठाउँमा रुममा पुग्ने हो ल ठिक छ आज भ्लग चाहिँ आजै सक्यो है यहीँबाट जस्ट